नमस्ते साथीहरु, सबैजनालाई स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। र आज फेरि म चाहिँ तलतिर झरेको छु, तल बारीमा काम गर्नको लागि। र आज चाहिँ बाख्रा खोर सोर्न लागेका छौँ। धेरै फोहोर भयो क्या बाख्राको, त्यही भएर चाहिँ अहिले सफा गर्नको लागि आएका छु। र यहाँ चाहिँ मेरो बुढी चाहिँ अलरेडी सफा गरिराखेको छ। यो चाहिँ आज सबै सफा गर्नु छ। यहाँको सबै फोहोरहरू भएको छ नि त, तल पुरै मोल भएको। अनि यो मोलहरू चाहिँ सबै सफा गर्नु छ आज। यसको गाइस हामी काम गर्छौँ है त। सुरु गऱ्यौँ हामीले काम गर्नलाई। हामीले चाहिँ यो 4-5वटा बाख्रा भएर चाहिँ खासै राम्रो खोर नबनाएको, यस्तो टाइपको खोर बनाएको छौँ हामीले। र हाम्रो खोर चाहिँ पुरै फोल्डिङ सिस्टम छ। सबै कुराहरू बाहिर निकाल्न मिल्छ। अनि ठ्याक्क निकालेर अब मजाले यो चाहिँ यो मोल चाहिँ हामीले सोर्न सजिलो हुन्छ कि, एकदम मिल्छ क्या है। त्यही भएर सबै कुराहरू चाहिँ हामीले निकालिसक्यौँ। अब हामीले बाँकी रहेको चाहिँ यो मोल हाल्नु बाहेक चाहिँ यहाँ डोकोमा लगाएर उता बाहिर गएर फाल्नुपर्छ। तिमी बाहिर बस। यस्तै हो साथीहरू, बाख्राहरू पालेपछि होइन, मोलहरू छोड्नु पर्ने हुन्छ। कस्तो भइसक्यो जस्तो हरेको छ नि, हेर्नु गनाउनु चाहिँ हरेक गनायो। तपाईँहरूले नि यस्तै अर्ग्यानिक बास्ना सुँग्न चाहनुहुन्छ भने आफ्नो घरमा बाख्राहरू पाल्नु होला। तपाईँहरूले अर्ग्यानिक गन्ध चाहिँ सुँग्न पाउनुहुन्छ है गाइज। तपाईँहरूलाई यस्तो भिडियो मनपर्छ भने लाइक गरिदिनु होला है त। अनि कमेन्टमा भन्नु होला तपाईँको घरमा बाख्रा पाल्नु भएको छ कि भएन, अथवा कुनै पनि जनावरहरू पाल्नु भएको छ कि भएन भनेर यसो कमेन्टमा नि भनिराख्नु है त, जानकारीको लागि। हामीले चाहिँ यहाँ बाख्रा अनि कुखुराहरू पालेका छौँ, यति नै हो हामीले यहाँ ठाउँमा पाल्न सक्ने। तपाईँहरूले के पाल्नु भएको छ भन्नु होला। अब चाहिँ यो मसिनहरू चाहिँ बेलुकाले खानुपर्छ गाइस। यो हेर्दै गर्दा याद आउँछ क्याडबरी जस्तो। क्याडबरी खानु भए आउने ओरिजिनल क्याडबरी। अब चाहिँ यति भ्याइसक्यो। अब यसलाई पानी लगाएर हल्का सफा गर्नु छ। यो सबै काम गर्ने चाहिँ अरू बेला चाहिँ माया हो। म चाहिँ कहिलेकाहीँ यसो घरमा बसेर सघाउँछु। बुहारी बन्न कस्तो गाह्रो हुँदो रहेछ होइन। कि सजिलो भएको छ। गाह्रो छ नि, गाह्रो छ। बाख्रालाई यति मेहनत गर्नुपर्ने है। ल गाइस, अब हामीले त्यो खोरहरू सफा गरिसक्यौँ। अब यो लगेर राख्नु बाँकी छ। यो लगेर राखेपछि चाहिँ आजको हाम्रो बाख्रा खोरको काम चाहिँ सिद्धिन्छ। अनि यता चाहिँ अस्ति भर्खर बनाएको छौँ हामीले यो कुखुराको खोर। त्यो पनि भिडियो तपाईँले हेर्नु होला। यही नै हो हाम्रो बाख्रा चाहिँ। अनि यही हो हाम्रो सानो बाख्रा खोर र कुखुरा खोर। अनि यता चाहिँ हाम्रो बारीहरू छ। लौका भर्खर कोपिला फल्दैछ, कुनै ठुल्ठुलो भएको छ, कुनै खाइ पनि सकेका छौँ, कुनै फल्दै पनि छ। अनि यता हाम्रो तिते करेलीहरू फलेको छ, भिन्डी फलेको छ गाइज। त्यहाँ खुर्सानी फलेछ। यता लौकाहरू गाइज पर पुरै लौका ठुल्ठुलो फलेछ। यस्तै छ हाम्रो सानो बारी। यता यो पुगेन अलिक। पुरै जोगाड छ गाइज हाम्रो चाहिँ खोर चाहिँ।
के गर्छ के त ओइ क्यामेरा हो त्यो के हेरेछस् त्यहाँ क्यामेरा हो क्या लौ आजको काम पनि सकियो गाइज बाख्राहरूलाई नि राख्यो आजको भन्दा नि अहिलेको बिहानीको काम चाहिँ सिधिसकेको छ गाइज ल हेरौँ खोरहरू पनि हामी पुरै सफा गरिसकेका छौँ मरबुरी मिलेर ल अब हामी चाहिँ खाजा खान जानेछौँ त्यसपछि आएर पछिबाट दिउँसोको कामहरू के छ के हुन्छ त्यो काम गर्नुपर्ला अहिलेको लागि चाहिँ ल सिधिसकेको छ अब बाँकी रहेको छ यहाँको पनि खोर सफा गर्नु छ तर यसको चाहिँ आज चाहिँ गरिन्न यसको चाहिँ केही समयपछि सफा गर्ने हो अहिलेको लागि चाहिँ यति नै गाइज ल फेरि भेट्दै गरौँ ल नेक्स्ट भिडियोमा अहिले चाहिँ बाई बाई माया ल कस्तो लाग्यो तपाईँहरूलाई भिडियो आजको हाम्रो बिहानको कामको तपाईँलाई लाइकमा कमेन्टमा गर्नु होला है त हस् त बाई